संस्कृति पार्टीको सरकार बनेमा नेपाल सजिलै विकास हुन्छ। श्रम संस्कृति पार्टीलाई आउने चुनावमा जनताहरूले बहुमत दिएर सरकार बनाउन सकेमा किन सजिलै विकास गर्न सक्छन्? हर्क साम्पाङले भने। उहाँ एकमात्र क्लिन नेता हुन्। क्लिन भन्नाले एक पैसा भ्रष्टाचार नगरेको, केही पनि दाग नलागेको लिडर नेता भएको हुनाले उहाँले कहिल्यै एक पैसा भ्रष्टाचार नगर्ने हुनाले सजिलै विकास गर्न सक्छन्। अरूले जस्तो उहाँलाई कसैले भ्रष्टाचार गरेकोमा गरिब दुखीको खर्बौं सहकारी ठगेर खाएको मुद्दा हाल्ने छैन। कुनै विपक्षी दलहरू वा विदेशीहरूले केहीमा मुद्दा हालेर डर धम्की दिएर रोक्न सक्दैन। 5-6 महिना सरकार चलाउने, अर्कोसँग गठबन्धन हुने, मिलेर सरकार चलाउने, कमिसन र ठेक्का पट्टा गराउने, खाने, रमाइलो गर्ने र देश उस्तै छाड्ने हुँदैन। हर्क साम्पाङले आफ्नो रफ्तारमा जनताहरू सँगसँगै हरेक दिन श्रमदान गरेर विकास गर्नेछन्, लेखेर राख्नुहोस्। तर जनताहरूको चेतना भएर जिताउनु पर्ने हुन्छ। यसपालि मौका गुमेमा अर्को 5 वर्ष पर्खनु पर्दा 5 वर्षमा अरूको देश विकास भएर आकाश छुइसक्छ। नेपाल उस्तै रहनेछ। अरू कुनै पार्टीले केही गर्दैन। अरू पुराना पार्टीहरू त सबैले भोगेकै हो। 60-70 वर्षदेखि ढाड्दै आएको। चुनावको बेलामा सिङ्गापुर र स्विट्जरल्यान्ड बनाइदिन्छौँ, घर घरमा ग्यास पाइप जोडिदिन्छौँ, पानी जहाज ल्याउँछौँ भनेर जुन असम्भव कुरा हो, एक घर एक रोजगार भनेकै हुन्। कसैले जितेमा 4-5 लाख घरै बसेर तलब दिन्छौँ भन्छन्। यसरी नहुने बोलेरै ढाँटेरै खाए, देश कंगाल बनाए। अझै तिनीहरूको कुरा सुनेर भोट दिएमा एक दिन नेपाल भन्ने देशै रहँदैन, लेखेर राख्नु। अरू केही नयाँ भन्नेहरू भ्रष्टहरूलाई जेलमा खाच्छौँ भन्नेहरू त झन् आफैहरू सहकारी ठगेर जेल भेरभेर बसेका छन्। गरिब दुखीको उनीहरूले 1-2 पैसा बचाएर राखेको, उनीहरूको बालबच्चालाई शिक्षा दिनको लागि साँचेको पैसा खाइदिनेहरूको झन् भरोसा नगर्नु। यिनीहरू पुरानो भन्दा कमी छैन। मुख बजाएर मात्र देश चल्दैन। देश चलाउनुलाई पहिला नेता गतिलो, केही दाग नलागेको क्लिन हुनुपर्दछ। लिडर नेता नै भ्रष्ट भएपछि त्यसले कसरी विकास गर्छ? कस्तो नीति नियम लागू गर्छ? आखिर सत्तामा पुग्ने अनि भ्रष्टाचार गर्ने बाहेक केही हुँदैन। नपुगिन्जेल मात्र नाटकको गरेका हुन्। र ती पार्टीहरू जुनै सत्तामा पुगे पनि सबै एक न एक काण्डमा मुच्छेका छन्। त्यसैले उनीहरूले सरकार चलाउनै सक्दैनन्। एउटा पार्टीले मुद्दा हाल्नु सुरु गर्छन् अनि काम गर्ने होइन, झगडा गर्दै वर्षौं दिन बिताउँछन्। त्यत्तिकै देश खतम बनाउँछन्। विकास गफ मात्र हुनेछ। उनीहरूलाई सबैलाई एक अर्कामा थाहा छ कुन पार्टीको नेताले कति खरब, कति अरब, कति करोड कसरी भ्रष्टाचार गरेको छ भनेर। संसद भवनमै भनाभन गर्दा भनेका छन्, तिमीहरूले खाँदा हुने, हामीले खानु नहुने भनेर। त्यसैले उनीहरूको काम खाने मात्र हो, सत्ता कब्जा गर्ने मात्र हो, एकले अर्कोलाई आरोप लगाए जस्तो गर्ने हो। जनताहरूलाई भुलाइने, झगडा गराउने, तेरो पार्टीको नेता यस्तो, मेरो यस्तो भनेर झगडा गराउने, विभाजन गराउने अनि नेताहरू फेरि भागबण्डा मिलाएर 5-6 महिनाको गठबन्धन सरकार बनाएर रमाइलो गर्ने, नाटक देखाउने, पार्टी खाने, आफ्नो नाता गोता परिवारलाई जागिर दिने, विदेश घुम्न जाने, अरबौं सम्पत्ति थुपार्ने, देशमा मात्र होइन विदेशी ब्याङ्कमा राख्ने गर्छन्। जनताहरू उस्ताको उस्तै हुनेछ। यो इतिहास जनताहरूले कहिले बुझेको छैन। अब पनि बुझेनन् भने देश सकिन्छ। ती नेताहरू ठगेर खाने बानी भएकोले उनीहरूले दुःख गर्नै चाहँदैनन्। त्यसैले उनीहरूले विकासको लागि राजनीति गरेका होइनन्। उनीहरू सम्पत्ति कमाउनको लागि, मोज मज्जा गर्नको लागि, ठुलो मान्छे हो, कसैले छुन सक्दैन, जे गरे पनि हुन्छ भन्नको लागि गरेका हुन्। अरू केही होइन। यति बुझे हुन्छ। यस्तो राजनीतिक संस्कार कहाँ हुन्छ भने त्यही गरिब देश, भ्रष्टाचार गर्ने देशमा हुन्छ। अरू विकसित देशमा नेताहरू दुःख गर्छन्, एकछिन फुर्सद हुँदैन, एक पैसा भ्रष्टाचार गर्दैनन्, अनि विकास हुन्छ। त्यसैले सबै जनताहरूले बुझ्नुपर्ने कुरा, अब मुख बजाउने, भ्रष्टाचार गर्ने, सहकारी ठग्ने, हरेक आरोप लागेका, हरेक मुद्दा खेपेकाहरूलाई कुनैलाई पनि विश्वास गर्नु हुँदैन। अब पनि नझुकिनु होला। तिनीहरूको सबै नाटक हो। सत्तामा पुग्ने, कुर्सी ओकोट्नको लागि, त्यसपछि राज्यको सम्पत्ति आफ्नै जस्तो गरेर मोज मज्जा गर्ने, खुसी खुसी गर्दै बस्ने दाउ हो। अरू केही होइन। कसैले केही गर्न सक्दैन। न त विचार छ, न त भिजन छ, न त काम गर्नै सक्छन्, न त पढी लेखेकै छन्। ढाँट्नु, छल्नु, गफले बाँचेका, फसाउन सिपालु हुन्, नाटक गर्नु जान्ने हुन्। अरू केही होइन। त्यसैले मौका यसैपालि हो। ढिलो नहोस्। सबैले श्रम संस्कृति पार्टीलाई माटो चिन्हमा भोट दिएर जिताउँ अनि विकास सबै मिलेर गरौँ।
हर्क साम्पाङले देश र जनतालाई कहिले धोका दिने छैन। उनले बोलेपछि काम गरेरै छाड्नेछन्। उनले भ्रष्टाचार नगरेपछि पार्टीको कुनै पनि नेताले गर्न सक्दैन। त्यसपछि सबै करबाट उठेको सङ्कलन गरेको सम्पत्ति एउटा खेर नजान पाई त्यसले विकास गर्न सजिलै सक्नेछन्। ठेक्का पट्टामा जाने सम्पत्ति, कमिसन भागबण्डा लाएर खाने सम्पत्तिले श्रम संस्कृति पार्टीले श्रम दानबाट सजिलै काम गर्न सक्नेछन्। हर्क साम्पाङ धेरै पढी लेखेका लिडर नेता हुन्। सायद अरू पार्टीको लिडर नेताहरूले उनी जति पढेको 1-2 जना मात्र होला, नभए धेरै त 8-10 पढेको मात्र छन्। हर्क साम्पाङसँग देश बनाउने धेरै र ठूला भिजनहरू छ। उहाँ जतिको छिटो छरिटो काम गर्न सक्ने, वर्षौं खटिन सक्ने कुनै छैन, जन्म नदैन पनि। र नेपाल जस्तो केही सिस्टम, केही कर कारखाना नभएको देशमा र गरेमा सबै हुने देशमा हर्क साम्पाङ जस्तोले बाहेक अरूले गर्नै सक्दैन। उनको जस्तो आँट हुनुपर्दछ, जोश हुनुपर्दछ, काम गर्न सक्ने हुनुपर्दछ, उनको जस्तो भिजन हुनुपर्दछ र उनले जस्तो पढेको हुनुपर्दछ, अनि मात्र विकास गर्न सक्छ। त्यसैले हर्क साम्पाङले मात्र देशको विकास गर्न सक्छ। अरूको कसैको आश नगर्नु। यदि देशको विकास चाहने हो भने, चीन, जापान, कोरिया जस्तो विकास गर्न चाहने हो भने सबैले एकचोटि श्रम संस्कृति पार्टीलाई साथ दिनु, आउने निर्वाचन चुनावमा सबैले माटो चिन्हमा भोट दिएर जिताउँ, बहुमत दिउँ, अनि सबै मिलेर देश